खेल एउटा यस्तो माध्यम हो जसले शरीरलाई स्वस्थ र साथीसँग मेलमिलाप गराउँछ। नमस्कार दर्शकबिन, म हुँ लक्की परियार। आज म गएको थिएँ क्रिकेट खेल्न। धेरै महिनापछि म मेरा पुराना साथीहरूसँग आज क्रिकेट खेल्न आफ्नो कलेजतिर गएको थिएँ। कति नयाँ साथीहरूसँग भेट भयो, कति पुराना साथीहरूसँग सम्झना ताजाहरू भए। त्यसैले समय निकालेर साथीभाइहरूसँग कहिले क्रिकेट खेल्न या कुनै पनि गेम तपाईँलाई जुन राम्रो लाग्छ खेल्न निस्किहाल्नु होला। जीवनको कुनै भर हुँदैन, या तपाईँलाई केही हुन सक्ला या मलाई केही हुन सक्ला। त्यसैले समय निकालेर साथीभाइहरूसँग घुम्न या खेल खेल्न निस्किहाल्नु होला। आज फर्स्टमा हामीले ब्याटिङ चुज गरेको थियौँ र खेल्दा खेल्दै बोलै हराइहाल्यौँ। सबै ठाउँ खोजेर बोल नभेटाएपछि हामीले नालाको यो रिङलाई उठाएर बोल खोजेको त भेटाइहाल्यौँ बोल। मेनली थ्याङ्क यू यो ऱ्यान्डम भाइले जसले हामीलाई बल निकालेर दियो। त्यसपछि फेरि स्टार्ट भयो क्रिकेटको लहर। यति टिमले मेहनत गरिसकेपछि पनि आज हार प्राप्त भयो। तर ठिक छ, गेम भनेको गेमै हो। कहिले हारिन्छ भने कहिले जितिन्छ। जितेन त जितेनौ, तर हारेर पनि आज चटपटे खाँदै घरतिर लाग्यौँ।